वेलकम टु माई भ्लग न्यू भ्लग सबैजनालाई स्वागत छ। आज चाहिँ म भक्तपुरको जात्रा हेरेर आइरहेको छु। सबैजनाले मेरो भ्लग हेरेर चाहिँ तपाईँहरूले पनि के भन्छ इन्जोय गर्नु होला है त ल। अब म धेरै बोल्न चाहिन, धेरै बोल्यो भने यहाँ केही पनि सुन्दा पनि सुन्दैन। सो द्याट अहिले पानी पनि पर्न लागिरहेको छ। देख्न सक्नुहुन्छ हेर्नु त मान्छे मात्रै धेरै छ। त्यो रथ तान्ने चाहिँ कता हो थाहा नै छैन। म चाहिँ त्यो हाम्रो दोलखाको मात्रै रथ कति हेर्नु भनेर यताको रथ तान्ने भनेर तान्ने रहेछ भने हेर्न आएको। ए गाउँको त साथी आई मिस यु जिरो ब्लग। मान्छेहरू मात्रै धेरै मान्छे मात्रै धेरै छ नि यार। कति धेरै मान्छेहरू। म चाहिँ यहाँनिर आफ्टर लङ टाइम आएको। भक्तपुरमा अवस्थित रहेको हाम्रो पुरानो पान्तले मन्दिर भनेर यसलाई चाहिँ चिनिन्छ। हामी चाहिँ यहाँ आइपुगेको छौँ। यहाँ चाहिँ रहेछ अब रथ तान्न लागेको रहेछ, तर बेलुकातिर तान्छ होला। अब होइन भाउजू, अब चाहिँ सुरु चाहिँ हाम्रो दोलखाको भन्दा नि सानो रथ हुँदो रहेछ कि, अनि यतै तान्ने रहेछ गाइज। म यता दर्शन गर्दै हुनुहुन्छ। टाउकोमा दुख्यो है गाइज। ल हेर्नु न मान्छे घरमा नबसेर हेर चट्ट नबसेर नसुतेर के नआएको हो यस्तरी सबैजना। म छक्क परेँ ल। यो चाहिँ के भनिदिन्छ हौ मलाई थाहा पनि छैन पो। लिङ्ग रे यो चाहिँ लिङ्ग उठाएको हेर्न आएको भन्ने। ए ल म चाहिँ लिङ्ग उठाएको हेर्न आएको गाइज। अब लिङ्ग ढाल्ने बेला भयो। ए लु यहाँ आन्टीले भन्नुभएको छ। नेपालीमा भनिन्छ नि कुइरिनी। भिजेर हेर्नु कस्तो यार पानी परेर। अब त घर रुम जाने बाबा त हुँदैन। गौशाला गौशाला चाबेल चाबेल गौशाला कोटेश्वर कहाँ जाने हो। त्यही जाउँ गाइस।
गाइस म चाहिँ अहिले बौद्धमा पनि आइसकेको छु। अहिले चाहिँ पानीको पऱ्यो त ल जाउँ। हेलो सबैजनालाई स्वागत छ फेरि पनि। हिजो चाहिँ हामी त्यहाँ हेर्न गएको थियो रथ तानेको, अनि खासै पानी परेर हामी त फर्किहालेको। अनि आज चाहिँ हामी त आएको, त्यही पनि आज पनि पानी नै परेको छ। गाइस हेर्नु न अहिले मान्छेहरू नै रहेछ, मतलब अहिले पानी परिरहेछ नि त। यहाँ हेर्नु न गर्लफ्रेन्डको भिडियो बोयफ्रेन्डले बनाइरहेछ। जाँदैछौँ। हामी त यहाँ त 2 घन्टा बस्यौँ। अब चाहिँ निस्किनु पर्छ। आनन्द आयो। अब हामी जाने हो त गाइस। मलाई त यस्तो ठाउँमा आएर 3-4 घन्टा बिताउन मन लाग्छ। 2 घन्टाले बितायो। यसरी मलाई कति बसेर मजाले हेर्न मन थियो। हेऱ्यो आज टक्क हामी 2 जना मात्रै आएको। हामी अब फर्केको बौद्धबाट नि। हामी त 4 घन्टा यहीँ पो बिताएछौँ है। ल बाई बाई।